बेच्न पनि त मन लाग्दैन यस्तो दुःख गरेर पालेको हुन्छ आफूले अनि अब इन्कम सोर्सै यही भयो नि त अनि कस्तो माया लाग्छ झन् उनीहरूको त्यो बच्चासँग छुटाउने टाइममा त कति खोज्छ क्या आमाले त्यो दिन त आफ्नो बच्चा मर्ने गरी खोज्छ छुटाउने भन्नाले त्यो हाम्रो समर टाइममा दुध तान्छ नि त्यतिखेर हाम्रो ग्रुपको बाख्राको बच्चा चाहिँ अर्को ग्रुपको बाख्रासँग एक्सचेन्ज गर्छ कि अनि किनभने हामीले दुध तान्न पर्यो अनि सँगै राख्यो भने त गाह्रो छ तिनीहरू यता कहिले आउँछ कत्रो भएपछि आउँछ त्यही हामीले जब एक्सचेन्ज गर्छ नि फिर्ता ल्याउँछ नि त्यतिखेर उनीहरू यति भइसक्छ अनि ल्याउँछ सँग अनि त्यसपछि उनीहरू दुध खाँदैन अब उता सानो बाख्रा उता राख्ने एस चुक हजुर